एकदम राम्रो लाग्यो। ल ठिक छ। महँगाई चाहिँ धेरै छ साथीहरू, यति चाहिँ सोध्नु होला है। महँगाई चाहिँ धेरै छ। फेरि आउनलाई अलिकति पैसा चाहिँ चाहिन्छ, तर हेर्नलाई र घुम्नलाई धेरै दामी ठाउँ हो। फेरि अलिकति पैसा गाडमा राख्नुपर्छ, नत्र अलिकति गाह्रो सकिन्न। म त्यही भन्न चाहन्छु हजुरहरूलाई, जसले हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। तर हेलो गुड इभिनिङ एभ्रिवान। हामी चाहिँ अहिले यो मार्फाको ठ्याक्कै मार्फा भिलेजमा इन्टर गरिसकेका छौँ। यसै गरी देख्न सक्नुहुन्छ यो मार्फाको ब्युटिफुल नाइट भ्यू। त्यही त ढाँडो भयो नि त होइन। लो खै हाम्रो दाइ चाहिँ हराउनु भयो जस्तो छ। फोन गर्नु न। यहाँ चाहिँ विशेष त यो टिबेटियन कल्चर देख्न सकिन्छ। यो बौद्ध धर्मावलम्बी बौद्धिस्टहरूको एकदमै सुन्दर भिलेज छ। एकदम पर्यटकहरूको चाहिँ एकदमै घुइँचो लागेको छ। यो सिजन पनि हो र एकदमै मान्छेहरू धेरै नै हुनुहुन्छ। हेलो हेलो अर्को छैन नि। हामी पनि अहिले चाहिँ ठ्याक्कै मुस्ताङको एकदम भाइरल गल्ली देरी गल्लीमा आइसकेका छौँ। ल दाइलाई खोजेर हैरान छ है। पहिला हराएर खोज्नु हतार हतार भइरहेछ। कहाँ पो जानुभयो। हामी चाहिँ फर्किनु पर्ने हुन्छ, तर दाइ एकदम भिडियो बनाउँदै आफ्नै तालमा आफ्नै पारामा एकदम बवाल छ हिँडिराख्नु भएको छ। तर हामीलाई भेट्टाउनै गाह्रो भएको छ होइन गाइस। एकदम रमाइलो लागिरहेछ। नाइस म्युजिक ब्याकग्राउन्डमा चाहिँ बवाल म्युजिक बजिरहेछ। ठिक छ। अझै बल्ल तल्ल होइन अब चाहिँ फर्किनु पर्ने हुन्छ। हाम्रो दादा चाहिँ भिडियो बनाउँदा यहाँसम्म आइसक्नु भएको छ। ठिक छ। नाइस। ल हाम्रो दादा भेटिसक्यो। धेरै धन्यवाद। यही हो गाइस, हामी चाहिँ बाइकी आउँछ। फाइनली साथीहरू हामी चाहिँ अहिले मुस्ताङको यो मार्फा भिलेजको टपमा भ्यू पोइन्टमा आइसकेका छौँ। एज यु क्यान सी मार्फा भिलेज सर होइन। ठाडो रहेछ कि यार ठाउँ पनि होइन। माथि आउँदा टपमा जानु बाँकी छ नि। सो अलराइट गाइज, हामी चाहिँ लगभग मार्फा भिलेज चाहिँ घुमेर यसो फर्किँदैछौँ। हाम्रो साथीहरू मुस्ताङको बारेमा यो बजारमा हेर्नु न। यहाँको हरेक चिज मलाई राम्रो लाग्यो। यहाँको घर हेर्नुहोस्, यहाँको बजार हेर्नुहोस्, यहाँको लाने खाने हरेक चिज यहाँका मान्छेहरूको सबै चिज देख्नु होला नि त। राम्रो लाग्यो नि त होइन र भाइ? कस्तो लाग्यो भाइलाई? बबाल एकदम बबाल छ नि। आउनुपर्छ जहिले यति चाहिँ हामीले फर्स्टचोटि आएर देख्नु पाउनु धेरै नै खुसी हुनुपर्छ। ओके बबाल, थ्याङ्क यू। हामी चाहिँ यो मार्फा भिलेज भिजिट गरिरहेको छौँ विथ माई फ्रेन्ड्स एन्ड ब्रोदर्स। सो कस्तो लाग्यो मार्फा मुस्ताङ होइन? एकपल्ट आउनै पर्ने ठाउँ रहेछ। दामी लाग्यो भाइ यार यो ठाउँ त। किनकि यसको माथितिर हेर्दाखेरि विवाह भएको होटल माउन्टेन हिल।
सबै चिज यही भने राम्रो लाग्यो यहाँको यही त समय लाग्छ। हामी चाहिँ अहिले मुस्ताङ मार्फा भिलेज घुमेर एकदम फर्किसकेका छौँ। लगभग लास्ट पोइन्टमा आइसकेका छौँ। आई फिल म एकदमै आफ्नो सपरिवारसँग आउने छु फेरि पनि। त्यो कुरा चाहिँ मैले एकदम मनन गरेको छु। एकदम दामी लाग्यो भाइ यहाँको ठाउँ त एकदम दामी। यहाँको मान्छेको रहनसहन सबै चिज धेरै चाहिँ एकदम राम्रो लाग्यो। ल ठिक छ। मजा आएको त एकदमै आफ्नो परिवारजना आफन्तहरूसँग घुम्न आउन पर्ने ठाउँ चाहिँ रहेछ हाम्रो यो प्रवेशद्वार हो। महँगाइ चाहिँ धेरै छ साथीहरू, यति चाहिँ सोध्नु होला है। महँगाइ चाहिँ धेरै छ फेरि। आउनलाई अलिकति पैसा चाहिँ चाहिन्छ, तर हेर्नलाई र घुम्नलाई धेरै दामी ठाउँ हो फेरि। अलिकति पैसा गाडमा राख्नुपर्छ, नत्र अलिक गाह्रो सकिन्न। म त्यही भन्न चाहन्छु हजुरहरूलाई, जसले हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। तर अलिकति महँगाइ चाहिँ धेरै छ, राम्रो ठाउँ हो।